आदरणीय दर्शकवृन्द नमस्कार। प्राइम टाइम लाइभमा स्वागत छ। एसी परीक्षा जुन देशभर चलिरहेको थियो तर प्रदेश नम्बर 2 मा 21 गतेसम्मको लागि स्थगित गरिएको छ र अब 22 गते परीक्षा हुने भनिएको छ। विशेष गरेर प्रश्नपत्र आउट भएपछि त्यसमा पनि निरन्तर आउट हुन थालेपछि बाध्य भएर सरकारले परीक्षा नै स्थगित गरेको छ। त्यसको कारण अहिले चाहिँ विभिन्न ठाउँमा प्रदर्शनहरू भइरहेका छन्। वास्तवमा प्रदेश 2 जुन पहिलादेखि नै केन्द्र र प्रदेश सरकारबीच टकराव रहँदै आएको थियो र अहिले फेरि एउटा मुद्दा भेटिएको छ कि प्रदेशलाई बदनाम गर्न खोज्दैछ केन्द्र सरकारले। वास्तवमा के भइरहेको छ, यो प्रदेशमा यस्तो व्यथिति किन देखिएको छ त? आज यिनै विषयमा कुरा गर्न गइरहेका छौँ। यसका साथै समसामयिक राजनीतिक विषयमा पनि कुराकानी गर्नेछौँ। यसका लागि आज हामी स्टुडियोमा बोलाएका छौँ प्रदेश नम्बर 2 का मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र कुमार यादवलाई। उहाँ पूर्वाञ्चल विश्वविद्यालयका पूर्व सहपरीक्षा नियन्त्रक समेत हुनुहुन्छ। सर्वप्रथम उहाँलाई स्वागत गरौँ। तपाईलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। यो जुन एसी परीक्षा 3 दिनसम्म एकदमै राम्ररी चल्यो हैन, त्यसपछि अचानक प्रश्नपत्र आउट भयो र यो क्रम लगातार चलिरह्यो र परीक्षा स्थगित गर्यो र त्यसको प्रभाव अहिले विद्यार्थीमा एकदमै तनावको अवस्था पनि देखिएको छ र त्यसको एक किसिमले भन्यो भने सडकमा देखिएको छ। विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका छन्। के भन्नुहुन्छ? सर्वप्रथम अहिले जुन एसी परीक्षा चलिरहेको थियो देशमा अहिले पहिलाको भन्दा अहिले बदलिदो परिस्थिति छ। देश संहितामा गइसक्यो। प्रदेश नम्बर 2 र सरकारबीच निरन्तर अधिकारको कुरामा सङ्घर्ष चलिरहेको थियो। अधिकार के का लागि भन्ने विषय सम्पूर्ण निकाय अनुसार सम्पूर्ण क्षेत्रमा त्यो अधिकार प्रयोग अहिले बालबालिकाको लागि यो आफ्नो करियरको निमित्त यो पहिलो स्टेप हो र पहिलो स्टेपमा सङ्घीय सरकारले जुन किसिमको यो अति असंवेदनशील परिस्थिति सिर्जना जुन गरेको छ त्यो घटनाले के देखाउँछ भने कि अहिले सङ्घीय सरकार निश्चित रूपमा शिक्षा मन्त्रीज्यू अहिले फेलियर हुनुहुन्छ। के कारणले फेलियर हुनुहुन्छ भने कि यदि प्रदेश सरकारलाई यदि अधिकार दिएको भए निश्चित रूपमा यस्तो परिस्थिति हुने थिएन भने प्रमाणित भइसकेको अवस्था हो। र यो प्रदेश नम्बर 2 मै किन एसी परीक्षाको प्रश्नपत्र अहिले आउट भएको विषय जहाँसम्म अधिकारको कुरा छ कि प्रदेश सरकारलाई अधिकार दिएन भनेर तपाईहरूको मूल्याङ्कन चाहिँ के छ? अन्य जुन प्रदेशहरू छन्, बाँकीका जुन 6वटा प्रदेश छन्, वास्तवमा ती प्रदेशलाई केन्द्र सरकारले अधिकार दिएकै हो त? सबैभन्दा पहिला के बुझ्नु पर्यो भने र जनतालाई म के बुझाउन चाहन्छु भने प्रदेश नम्बर 2 ले गर्दा संहिता टिकेको हो र प्रदेश नम्बर 2 ले गर्दा आज देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनेको छ र प्रदेश नम्बर 2 ले गर्दा नै यो संहिता पछिको दिनमा संस्थागत हुन्छ भने सम्पूर्ण नेपाली जनताले बुझेको कुरा हो। अहिले जुन संघीय सरकारको एउटा पार्ट नेकपाको अहिले नेतृत्वको सरकारमा उसैको पार्टी अहिले 6वटा प्रदेशकोमा नेतृत्व लिइरहेछ। उनीहरूलाई आफ्नो यो अधिकार भनेको कुरा हरेक 6 प्रदेशमा ऊ के सोचिरहेछ भने कि मेरो अधिकार भनेपछि सँगैसँग मिल्दोजुल्दो अधिकार हो भने सोचिरहेछ। तर अहिले प्रदेश नम्बर 2 को सन्दर्भमा भन्नुपर्दाखेरि त्यसको फरक जुन आन्दोलनरत पार्टीहरूको एउटा मिलोमतोको सरकार भएको हुनाले र यो संहिताको लागि एकताबद्ध रूपमा जुन चुनाव लडेर अगाडि बढेर जुन सरकार स्थापित गरेको छ यसको विरुद्धमा संघीय सरकार चाहिँ यसलाई त्यो दृष्टिले हेरेको छ। अहिले तपाईलाई म भनौँ अजय सर र तपाईँ मार्फत म सम्पूर्ण जनतालाई भन्न चाहन्छु कि संघीय सरकार प्रदेश नम्बर 2 मै किन यति गैर जिम्मेवारीपूर्ण रूपले अगाडि बढ्यो त?
शिक्षा मन्त्रीले अन्य 6वटा प्रदेशमा 6वटा प्रदेशको बालबालिका या विद्यार्थीहरूलाई मात्रै मेरो विद्यार्थी भनेर किन अगाडि बढिरहेको छ त? यस्तो गैर जिम्मेवारपूर्ण रूपले तपाईले यो परीक्षा सञ्चालन गर्नु भनेपछि प्रदेश सरकारका मन्त्रीहरू लगायतले केन्द्र सरकारमाथि जसरी आरोप लगाइरहेका छन् र तपाईले नि भनिराख्नु भएको छ कि शिक्षा मन्त्री, केन्द्रीय शिक्षा मन्त्री गैर जिम्मेवार भए हैन। यो गैर जिम्मेवार कसरी तपाईहरूले यसलाई चाहिँ कसरी प्रमाणित गर्नुहुन्छ या कसरी पुष्टि गर्नुहुन्छ? किनभने जुन प्रक्रिया छ प्रश्नपत्र पठाउने प्रक्रिया भनेको अन्य प्रदेशमा पनि उही होला हैन, केन्द्रबाट सदरमुकाममा जाने हैन, सुरक्षा निकायको रोहबरमा रहने, त्यसपछि बल्ल चाहिँ अन्तिम अवस्थामा चाहिँ परीक्षा केन्द्रहरूमा पुग्ने हैन, त्यही हो नि त प्रक्रिया हैन। भनेपछि कहाँनिर गडबडी भयो कि अन्य प्रदेशमा चाहिँ यस्ता घटना भएनन् हैन, तर यही प्रदेशमा चाहिँ देखियो के? मैले म प्रमाणित गर्न चाहन्छु। हजुर, प्रदेश नम्बर 2 मै किन यस्तो घटना घट्यो भन्ने प्रमाणहरू छ। जस्तो शिक्षा मन्त्रालयबाट सम्पूर्ण प्रक्रिया अगाडि सुरुवात हुन्छ। शिक्षा मन्त्रालय अन्तर्गत तपाईको एसी परीक्षाको लागि सानो ठिमीमा परीक्षा नियन्त्रण कार्यालय हो, त्यो संघीय सरकारको अधीनमा हो। त्यहाँ सम्पूर्ण प्रक्रिया भनेपछि प्रश्नपत्रको सम्पूर्ण प्रक्रिया छाप्नेदेखि लिएर प्रुफरिडदेखि लिएर मोडरेटदेखि लिएर सबै प्रक्रिया त्यहाँ सानो ठिमीमा हुन्छ र त्यो संघीय सरकारको अधीनमा हो। त्यहाँबाट सम्पूर्ण प्रदेशहरूमा आफ्नो निर्देशनालय खोल्या हो र त्यो निर्देशनालय संघीय सरकारको अधीनमा हो। निर्देशनालयको निर्देशक संघीय सरकारकै या शिक्षा मन्त्रालयकै अधीनमा रहेको छ। अब प्रश्नपत्र बन्ने कुरादेखि लिएर सञ्चालन विधिदेखि लिएर तपाईको सिडिओ जहाँ प्रशासनको कुरा पनि छ, सिडिओ त्यसको पनि केन्द्र सरकारकै अधीनमा छ। भनेपछि प्रहरी प्रशासन सबै केन्द्र सरकारको अधीनमा छ। भनेपछि यस्तो संयन्त्र केन्द्र सरकारसँग मतलब केन्द्र सरकारसँग भएको हुनाले त्यसलाई नियन्त्रण नराख्नु र 2 नम्बर प्रदेशमै त्यस्तो घटना घटाउनु भनेको के हो भन्ने विषय गम्भीर विषय हो। अब भन्न खोजे के भने यो नियत बस नै भएको हो भन्नु, जसरी तपाईहरुको आरोप छ नि, यो केन्द्र सरकारको नियत नै छ कि प्रदेश नम्बर 2 लाई कसरी बदनाम गर्ने भइरहेकै हो नि। यो नियत हो कि संजोग? संजोग भएको भए एउटा घटना हुन सक्थ्यो, तर म आफै पूर्वाञ्चल विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक भएर 4 वर्ष मैले इक्जामै लिएको हो। इक्जामको सम्पूर्ण प्रक्रिया मलाई थाहा छ। यदि नियत नभएको भए जुन पहिलो दिन विज्ञानको जुन विज्ञान परीक्षाको जुन प्रश्नपत्र आउट भयो, त्यो प्रश्नपत्र आउट हुँदाखेरि त्यो संघीय सरकार लगायतका निकायहरूले गम्भीर हुने कि नहुने एउटा संयन्त्र भयो, अर्को चाहिँ नहोस् भनेर। अर्को त्यो त संवेदनशील हो नि। आखिर हामीसँग सम्पूर्ण साधन स्रोत त छ, संघीय सरकारसँग सम्पूर्ण साधन स्रोत छ। यस्तो भयो, अब भइसके पछाडि यसलाई नहुन दिनबाट जोगाउनलाई ऊ आफ्नो संयन्त्र खडा गर्ने कि नगर्ने? तर किन गरेन? संयन्त्रलाई चुस्त दुस्त बनाउनै सकेन। बनाउन नसकेको हुनाले निरन्तर के भयो कि विज्ञानको पनि, त्यसको भोलिपल्टको इक्जामको पनि, त्यसको भोलिपल्टको इक्जामको पनि सरकारले प्रदेश 2 लाई जुन संयन्त्र छ, प्रदेश 2 लाई परिचालन गर्ने जुन केन्द्र सरकारको संयन्त्र छ, त्यहाँबाट चाहिँ कमी कमजोरी भयो, व्यवस्था गरियो, त्यो भन्नुहुन्छ तपाईँ? होइन, मैले व्यवस्थाको त 100% यहाँ प्रमाणित भइसकेको छ कि प्रदेश नम्बर 2 ले सम्पूर्ण निकायको अधिकार आउनुपर्छ। मैले 2टा निकायलाई मैले फोकस गर्न चाहे। स्वास्थ्य र शिक्षा जस्तो संवेदनशील कुरालाई संघीय सरकारले आत्मसात गर्ने कि नगर्ने? स्वास्थ्य मन्त्रालयले सम्पूर्ण अधिकार दिने, प्रदेश 2 लाई सम्पूर्ण अधिकार दिने, तर शिक्षा जस्तो एकदम भेग संस्थाले आफ्नो अधिकार मन्त्री पनि यही प्रदेशका हुनुहुन्छ क्या? फेरि प्रदेशका भएर मात्रै हुँदैन, मानसिकता प्रदेश अनुसारको भएन नि। मानसिकता प्रदेश अनुसार हुनु पर्यो नि। तपाईहरुले जसरी आरोप लगाइराख्नु भएको छ, त्यो आरोप होइन, मैले पुष्टि गर्न चाहन्छु। मैले किन पुष्टि गर्न चाहन्छु भने कि संयन्त्र किन त्यहाँ फितुलो भयो, किनभने त्यसको प्रश्नपत्र आउट हुँदाखेरि त्यहाँ
भोलिको दिनमा अर्को प्रश्नपत्र आउट नहोस्, पर्सिको दिनमा अर्को प्रश्नपत्र आउट नहोस्, त्यो त्यसको संयन्त्र चाहिँ 24 आवर्स पहिले 24 घण्टा अगावै त्यसको लागि सम्पूर्ण खटाउन सक्नु पर्थ्यो, तर भएन। भयो के भने अन्तिममा त यो लाजमर्दो कुरा भयो कि स्थगित गरिदियो भनेपछि कति फितलो हो र प्रदेश नम्बर 2 को एसी परीक्षा मात्रै स्थगित गर्ने कति उहाँहरूलाई चासो भयो बिना विषय यो प्लानिङ होइन र त्यसले लिएर त आन्दोलन पनि भएको छ नि। विद्यार्थीहरू आज बिहानैदेखि सडकमा उत्रिएका छन्, उनीहरूले चाहिँ देशभरि चाहिँ परीक्षा रद्द हुनु पर्यो बेचारा। हजुर, म ती विद्यार्थीहरूप्रति मलाई धेरै दुःख छ कि उहाँहरूको भविष्यको निर्माण यो पहिलो स्टेप नै आन्दोलनबाट सुरुवात गर्ने हो र। जहाँ एकदम कलिलो बालबालिका छ, कलिलो बालबालिकाको मानसिकतालाई के हामी बुझ्न सक्ने त? कसको गैर जिम्मेवारीले गर्दा यो घटना घटेको हो त? नैतिकताको आधारमा के आफूलाई केही कुरा राख्न नैतिकताको आधारमा उहाँले पहिला औचित्य छ र? तपाईँ पूर्वाञ्चल युनिभर्सिटीका सहपरीक्षा नियन्त्रक भएर कार्य गरिसक्नु भएको छ होइन? यो जुन परीक्षाको जुन प्रक्रिया हुन्छ या प्रश्नपत्र जुन आउने प्रक्रियाहरूको कुरा भयो, एउटा सुरक्षा निकायसम्मै हुन्छ, अन्तिम समय मात्रै गएर सुरक्षा निकायबाट केन्द्रमा पुग्ने हो नि परीक्षा केन्द्रमा भनेपछि यहाँ सुरक्षा निकायको दोष पनि देखियो, त्यो पनि भनिराख्नु भएको छ। यो सुरक्षा निकायको फेरि जिम्मेवारी गृह मन्त्रालय अन्तर्गत पर्छ होइन? भनेपछि शिक्षा मन्त्री चाहिँ अलिकति बढी नै उहाँको चाहिँ राजीनामा मागिएको छ, फेरि गृह मन्त्रालयको गृहमन्त्रीको चाहिँ त्यतिको सुनिएको छ। यसो किन फेरि यस्तो छ? हजुर, चोर मस्यौरा भाइ, कसको फेरि चोर मस्यौरा भाइ? हजुर, भनेको के हो भने यहाँ के छ, सबैभन्दा पहिला म निकायलाई म दोषी ठहराउँछु। गृह मन्त्रालयले या प्रहरी प्रशासनले यो सुरक्षा दिने काम मात्रै गर्छ। म सहपरीक्षा नियन्त्रक हो, म सबैभन्दा पहिला के बुझ्छु भने प्रश्नपत्रको सुरक्षा दिने काम भनेको प्रहरी प्रशासन हो नि। त्यो भन्दा पनि म अलि फरक विचार भएको बोकेको मान्छे भएको हुनाले, म आफ्नो फरक ढङ्गले कार्य सम्पादन गरेको हुनाले म आफ्नो अनुभव मात्रै यहाँ जनता मार्फत म राख्न चाहन्छु। म सहपरीक्षा नियन्त्रक हुँदाखेरि मैले के सोच्थेँ भने कि एकजना पनि प्रहरी त्यो केन्द्रमा नहोस्, त्यस्तो किसिमको व्यवस्थित परीक्षा हामी लिउँ। किनभने सुरक्षाकर्मीलाई हेर्ने बित्तिकै मानसिक रूपमा के हुन्छ भने कि होइन यो तनाव हुन्छ, डर, त्यो किसिमको इन्भाइरोमेन्ट सिर्जना गरेर परीक्षा लिनु होइन। पनि देखियो नि प्रदेश 2 मै देखियो कक्षा मैले म षड्यन्त्रको कुरा त्यसैले म भनिरहेको छु। भनेपछि हाम्रो अहिले शिक्षाको नीति नै गडबड छ। शिक्षा भनेपछि म आफ्नो अनुभवलाई मैले यहाँलाई सेयर गरेँ कि अहिले निकाय भनेपछि हाम्रो के हो? होइन, त्यो त नीति छैन नि। परीक्षा केन्द्रभित्र अथवा भनौँ न त्यो परीक्षा हुने कोठा भित्र चाहिँ प्रहरी पुग्ने नीति त छैन नि, कहीँ पनि छैन। त्यसको लागि चेक जाँच गर्ने भनिएको थियो, त्यो पनि परीक्षा हाताभित्र चाहिँ चेक गर्ने, प्रहरीको रोहबरमा त्यहाँका चाहिँ निरीक्षकहरूले चाहिँ चेक गर्ने भनिएको थियो होइन, जाँच खान तलासी गर्ने। अझै म भन्न चाहन्छु सबभन्दा पहिला के हो भने कि मानसिक रूपमा हामी विकास गर्ने कि नगर्ने, त्यो गर्ने निकाय को त? शिक्षा मन्त्रालय अन्तर्गतका तहगतका निकायहरू हो नि त। तहगतका निकायहरू मध्ये परीक्षा नियन्त्रण कार्यालयले त्यो किसिमको इन्भाइरोमेन्ट दिने कि नदिने, साना साना भाइ बहिनीहरूलाई त्यो किसिमको इन्भाइरोमेन्ट दिएपछि राम्ररी त्यसको लागि के हुन्छ, मेकानिजम हुन्छ, केन्द्राध्यक्ष हुन्छ। प्रहरीको कुरा गर्ने हो भने प्रहरीले त प्रष्ट रूपमा भनिसकेको छ कि हाम्रो त्रुटि छैन। होइन, हाम्रो त्रुटि छैन। उहाँलाई दोष दिनुभन्दा पनि संयन्त्रको म दोष दिइरहेको छु। भनेपछि प्रहरी समक्ष आउनुभन्दा अगाडि वा पछाडि मलाई भयो कि मलाई पछाडिको कुरा गर्ने हो भने राति नै आउट भएको रहेछ होइन? यस्तो गजब छ। अहिले त गजबको सिचुएसन बनेको छ। इतिहासको कालखण्डमा यस्तो स्थिति कहिले पनि सिर्जना भएको थिएन। मैले किन यो आन्दोलन त्यस पछाडि तपाईँको सरकार अनि त्यस पछाडि प्रदेश नम्बर 2 र सङ्घीय सरकार मैले किन जोडिरहेको छु त? योभन्दा अगाडिको संयन्त्र किन त्यस्तो थिएन तर यसैपालि किन भयो भन्ने विषय गम्भीर विषय हो। मैले सङ्घीय सरकारलाई त्यतिकै दोष लगाएको होइन।
सङ्घीय सरकारको सुनियोजित ढङ्गले जानी जानी गराएर प्रदेश नम्बर 2 लाई बदनाम पार्न खोज्या हो। त्यसको प्रशस्त उदाहरणहरू छ। म त्यसैले त्यो कुरामा जान चाहन्छु। परीक्षा नियन्त्रण कार्यालय मैले त्यही भन्न खोजेको छु। परीक्षा नियन्त्रण कार्यालय सङ्घीय सरकारको अधीनमा, परीक्षा नियन्त्रण कार्यालय अन्तर्गत 6 वटा प्रदेशमा उसको संयन्त्र राम्रो हुने र प्रदेश नम्बर 2 मा उसको तपाईको क्वेशनको 3 इन्भेलप प्याकिङ हुन्छ। 3 इन्भेलप प्याकिङमा मुचुल्का हुन्छ। मुचुल्का भएपछि कसले बुझ्ने भने पनि त्यहाँ मुचुल्का हुन्छ। कति कपी छ हरेक कुरा छ त्यो मुचुल्का हुन्छ। फेरि मुचुल्का आइसके पछाडि सिडिओ को रोभरमा प्रशासनमा मुचुल्का हुन्छ। खोल्दाखेरि पनि मुचुल्का हुन्छ। केन्द्राध्यक्षहरू खटाउने गर्छन्, अब्जर्भरहरू खटाउने गर्छन्, त्यस पछाडि तपाईको इन्भिजिलेटरहरू खटाउने गर्छन्। त्यसैले भने म एक्ज्याक्टली त्यसैमा कुरा आइरहेछ। भनेपछि यस्तो मुचुल्का हुँदै पनि भएको कसरी हो त? दोष देखाएर हुन्छ? अहिले यो केन्द्राध्यक्षले तपाईको संकेत प्रक्रिया जतिखेर अपनाइयो त्योभन्दा अगाडि नै क्वेशन मैले भन्न दिनु म पनि सब परीक्षा नियन्त्रक थिएँ। 1 घण्टा अगाडि हरेक सेन्टरमा क्वेशन जान्थ्यो। त्यो किसिमको संयन्त्र त बनाएकै हो नि त। तर केन्द्राध्यक्षले त 1 घण्टा अगाडि क्वेशन पाउने हो नि त। तर 1 दिन अगाडि कसरी क्वेशन आउट भयो त? एक दिन अगाडि कसरी अगाडि आउट भयो भन्ने विषय गम्भीर विषय हो। त्यसको अर्थ के हो भने जहाँबाट सुरुवात भएको छ र जुन ठाउँमा राखेको छ त्यो निकाय नै दोषी छन्। या त त्यो निकाय प्रहरी प्रशासनको निकाय होस्, या त्यो निकाय परीक्षा नियन्त्रण कार्यालयको निकाय होस्, र या त्यो निकाय जसले ल्याएको क्वेशन हो त्यसको पनि हुन सक्छ। तर त्यहाँ पनि नहुन सक्छ। मुचुल्काको कुरा गरिराख्नु भएको छ नि त। त्यहाँ कति कपी छ हरेक कुरोको चाहिँ रेकर्ड राखिन्छ। बुझाउने बेलामा फेरि बकाइदा सबै कुरो हेरिन्छ भनेपछि कहाँ चाहिँ मिलेन जस्तो छ। स्पष्ट रूपमा जनताले बुझिरहेको छ। त्यो प्याकिङ गर्नुभन्दा अगाडि नै क्वेशन आउट मैले के भनिरहेको छु तपाईलाई, मैले के भनिरहेको छु र जनतालाई के म भन्न चाहन्छु भने तपाईको मिडिया मार्फत कि यो जुन अहिले यो प्रश्नपत्र आउट भएको हो यो कुनै केन्द्राध्यक्षलाई म ठोक्वा भन्दिनँ। तर संयन्त्र यदि फितलो छ भने त्यहाँ पनि शङ्का गर्न सक्ने ठाउँ छ। तर संयन्त्र कसरी फितलो हुँदैन? किनभने केन्द्राध्यक्ष कहाँ केन्द्रमा प्रश्नपत्र 1 घण्टा अगाडि पुग्नुपर्छ भन्ने मान्यता राखेको व्यक्ति म हुँ। र त्यहाँ 1 घण्टा अगाडि यदि पुग्या छैन, 1 दिन अगाडि नै पुग्या छ केन्द्राध्यक्षमा भने त्यो केन्द्रमा भने केन्द्राध्यक्षलाई त्यो किसिमको संयन्त्र बनाउन सक्नु पर्थ्यो। त्यसै कारणले म भन्छु यो त्रुटि पनि भएको हुन सक्छ। किनभने सदरमुकाममा आइसकेपछि 1 घण्टा अगाडि दिनुपर्नेमा 1 दिन अगाडि पुर्याइयो कि त्यो यदि त्यो गरेको छ। तर मैले सरकारको तर्फबाट तपाईहरुले बुझ्नु भयो प्रदेश सरकारको तर्फबाट प्रदेश नम्बर 2 मा म प्रदेश सरकारको तर्फबाट म के भन्न चाहन्छु भने म लगायत सम्पूर्ण साथीहरू प्रमुख सचिवज्यूको अध्यक्षतामा बैठक पनि बसेका थियो। हामी धेरै संवेदनशील पनि थियौं कि अब त्यहाँ चाहिँ निर्देशकज्यूले प्रतिबद्धता पनि जाहेर गर्नुभएको थियो कि अब उपरान्त त्यस्तो हुँदैन भन्ने प्रतिबद्धता पनि जाहेर गरेका थियो। तर र पनि घट्यो, फेरि घट्यो भनेपछि निर्देशनालय केन्द्र सरकारको अधीनमा, मैले त्यसैले जोडिरहेको छु। सिडिओ केन्द्र सरकारको अधीनमा, केन्द्राध्यक्ष खटाउने निकाय पनि केन्द्र सरकारको अधीनमा, परीक्षा नियन्त्रण कार्यालय केन्द्र सरकारको अधीनमा भनेपछि प्रदेश नम्बर 2 मै किन त्यो किसिमको अवस्था सिर्जना भयो भन्ने विषय गम्भीर हो। प्रदेश सरकारलाई चाहिँ यो व्यवस्थापनको काम, यो प्रक्रियाहरू जे जति छ त्यो चाहिँ केन्द्रले गर्ने, तर जुन व्यवस्थापकीय पक्ष जुन हुन्छ नि त्यो चाहिँ व्यवस्थापनको काम चाहिँ प्रदेशले गर्ने भनेर जिम्मेवारी दिएको थियो भनेर पनि भनिन्छ। वास्तवमा यो एसई परीक्षामा प्रदेशको जिम्मेवारी अब तपाईँ भनिदिनुहोस् कि प्रदेशको जिम्मेवारी चाहिँ के चाहिँ थियो? केही थिएन। निरीक्षण गर्नु बाहेक अरु केही थिएन। जसरी निरीक्षण गर्नु पनि म त भन्छु के भन्छु भने निरीक्षण गर्नु पनि किन निरीक्षण गर्नु भन्ने विषय पनि आउँछ। तर सरकार र यो प्रदेश नम्बर 2 को विद्यार्थीहरूको भविष्यको निमित्त कमसेकम आफ्नो निगरानी, आफ्नो प्रदेशभित्रको जनता प्रति उत्तरदायित्व भएर र आफ्नो विद्यार्थी भएको उत्तरदायित्व गर्दै उहाँहरूले के गर्नु निरीक्षण गर्नुभएको गरे होइन। तर जिम्मेवारी त्यस्तो के पनि थिएन।
व्यवस्थापनको जिम्मेवारी केही पनि पनि थिएन। छैन, केही पनि छैन। सम्पूर्ण जिम्मेवारी सङ्घीय सरकारको हो, सम्पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालयको हो र सम्पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालय अन्तर्गतका निकायहरूको हो। त्यसैले प्रदेश सरकारमा म तपाईँलाई के भन्छु अजय सर, र म जनतालाई पनि के भन्न चाहन्छु भने इन्डियामा कति सबै स्टेटमा त आफ्नो परीक्षा बोर्ड छ नि, आफ्नो संयन्त्र छ नि, सबैको त सबै स्टेटको त मान्यता उत्तिकै हो नि। कहाँ केन्द्र सरकारले स्टेट गभर्मेन्टको जुन परीक्षा छ, जस्तो बिहारमा गर्नुभयो भने बिहार इन्टरमिडिएट बोर्ड आफ्नै छ, काउन्सिल छ। अब त्यो त होइन, बिस्तारै भन्नाले होइन, संविधानमा दिएको अधिकारहरू पनि आफूसँग राखिराख्ने। आज देशमा अहिले संरचना बनेको छैन, आफैले परीक्षा लिने अब सबै संयन्त्र खडा भइसकेको छैन। त्यही भएर चाहिँ अहिलेलाई चाहिँ अब जो राष्ट्रिय परीक्षा बोर्डले गर्ने, त्यसपछि अब बिस्तारै चाहिँ डिस्ट्रिब्युट गर्ने, सबैले चाहिँ आफ्नो अधिकार दिने भनेर त यो पालि पनि एससीको परीक्षा चाहिँ केन्द्रले लिएको हो नि, होइन र? त्यो विषय त पहिला नै, आज कति दिन भइसक्यो यो देश, यो मुलुक संहितामा कति दिन भइसक्यो? 1 वर्ष भएको होइन र? सरकार 1 वर्षदेखि छैन र? त्यही त तपाईहरुले भएको छ, कर्मचारी छैन, यो छैन, काम गर्न दिएको छैन। हैन, कर्मचारी भन्नाले कर्मचारी पनि त त्यही संघीय सरकार अन्तर्गतै परिरहेछ नि त। अनि संघीय सरकारले त्यसैले त भनिरहेछ आफ्नो शासन पनि छैन नि त। हैन, आफ्नो शासन, आफ्नो प्रशासन सबै हुनुपर्छ र संविधान त आफ्नो सम्पूर्ण मेकानिजम हुनुपर्छ प्रदेश सरकार अन्तर्गत। आजको भविष्यको ग्यारेन्टी कसले लिने त? त्यसैले बालबालिकाहरू प्रक्रिया पूरा गर्न त समय लाग्ने भयो, होइन? समय लाग्दाखेरि पनि 1 वर्षमा जब संयन्त्र बनिसकेका छ भने अरू कुरामा त बनिसकेका हो नि त। प्रदेश सरकार त चलिरहेको हो नि त। प्रदेश सरकार नचलेको हो र? जब प्रदेश सरकार चलिरहेछ र प्रदेश सरकारले अधिकार मागिरहेको थियो कि तपाईसँग नहुने कुराहरू हो, यहाँ तपाईँ अधिकार दिनुहोस्, तर त्यो अधिकार नदिएर त आज भए प्रदेशले आफैले गर्न सक्थ्यो, सक्षम थियो, किन गरेको छैन? गर्न दिएन। प्रदेश नम्बर 2 का मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र कुमार यादव, उहाँ पूर्वाञ्चल विश्वविद्यालयका पूर्व सह परीक्षा नियन्त्रक पनि हुनुहुन्छ। आज हामी जुन एसी परीक्षाको प्रश्नपत्र आउट भयो र त्यसले गर्दा जुन समस्या देखिएको छ, यिनै विषयमा कुराकानी गरिरहेका छौँ। जितेन्द्रजी, अब परीक्षाको प्रश्नपत्र आउट भयो र त्यसले गर्दा जुन तपाईहरुले प्रदेशलाई भनिराख्नु भएको छ कि बदनाम गर्ने यो षड्यन्त्र भनेर भनिराख्नु भएको छ, वास्तवमा यो परीक्षा जस्तो संवेदनशील विषयमा राजनीति प्रवेश गरेको हो, गराउन खोजिएको हो, त्यो एउटा एंगलबाट हेर्न मिल्छ कि वास्तवमा यो भएकै हो? वास्तवमा यो तपाईहरुको एउटा छ आरोप लगाइदिउ केन्द्र सरकारले भन्ने नियत छ कि होइन यो चाहिँ भएकै हो भनेर तपाईहरु चाहिँ लागिपर्नु? यो पक्कै पनि होइन, यो भएकै हो एक लाइनमा। तर म प्रमाणित गर्न चाहन्छु, देशको परिवर्तन जहिले पनि मधेसबाटै भएको हो। तपाईँ हेर्नुस् इतिहास, अहिलेको परिस्थिति हेर्दाखेरि सरकारले 3-4 वटा घटना घटाइसकेका छ। यो मध्य प्रदेशलाई साना बालबालिकालाई प्रयोग गरेर कुरुक्षेत्र बनाउन खोज्या हो र त्यहीँबाट संहिता समाप्त गर्न पनि खोज्या हो। मैले प्रमाण स्वरूप 1-2 घटना मलाई भन्न चाहन्छु। रेशम चौधरी शपथ ग्रहण लियो, स्वतः उसको रिहाई हुनु पर्थ्यो नि त, तर भएन। रेशम चौधरीको एउटा घटना म राख्न चाहे। रेशम चौधरीले एउटा आन्दोलनको रूपमा त्यो अगाडि बढाएको थियो, आन्दोलनको रूप स्वरूप अनुसार नै यो सम्झौता पनि भएको थियो र पनि ऊ आज जेलमा छ। जनताले उसलाई चुनेको छ संविधान तहले। यदि संविधान त जनताले नचुनेको भए उसको त बर्खास्ती हुनु पर्थ्यो नि त, तर भएन। तर जसले संविधानको विपरीत कुरा उठाइरहेको बेलामा 81 चाहिँ सहमति गरेर, म सिके राउतको कुरा म भन्न चाहन्छु, 81 सहमति गरेर मधेसमा चाहिँ एउटा आफ्नो कार्यकर्ताको रूपमा जुन अगाडि बढाएको छ, त्यो एउटा घटनासँग पनि जुडेको कुरा हो। अर्को घटना यही मधेसमा राजाको यहाँ
आगमन हुने, यही मधेसमा फेरि हरेक पार्टीका शीर्षस्थ नेता अध्यक्षहरूको फेरि चाहिँ तपाईँको आगमन हुने र यही घटना फेरि एसईको घटना घटाउने भनेपछि यो सबै कहीँ न कहीँ कतै न कतै तपाईँलाई लागिरहेको छैन कि संहिता विरोधी तत्त्वहरू हाबी भइरहेछ र त्यो संहिता विरोधी तत्त्वहरूले एउटा षड्यन्त्र कहाँबाट सुरुवात गर्ने अहिले एजेन्डा छैन। किनभने जनताले तिरस्कृत गरिदियो, राजा पनि तिरस्कृत गरिदियो, जनताले आफ्नो अधिकारको लागि अगाडि बढिसकेका छ। अब नेपाल फेरि राजतन्त्रमा फर्किन्छ भने नसोचे पनि हुन्छ। तर त्यो षड्यन्त्र कहाँबाट सुरु हुन्छ भने संहिता समाप्त गर्ने एउटा ठुलो मेकानिजम भनेपछि राजतन्त्र फर्काउनु नै हो। कुनै पार्टीसँग त्यो हुँदैन। जोडेको हो, किनभने मधेसलाई जहिले पनि एउटा विवादमा राखिराख्ने, मधेसलाई जहिले पनि प्रयोगमा राखिराख्ने, प्रयोगशाला बनाइदिने र त्यो प्रयोगशालाको एउटा माध्यम को हो भनेपछि साना साना बालबालिका भाइ बहिनीहरू हो जो अहिले आज रोडमा छ। कहाँ कलम लिएर आफ्नो भविष्य निर्माण गर्ने बेलामा रोडमा आएर अहिले सडकमा आन्दोलन गरिरहेछ र अब सडकमा आन्दोलन गरिराख्दा पनि जुन अहिले उहाँहरूको वितृष्णा छ, वितृष्णालाई फेरि आगोमा हाल्दिने, समातेर प्रहरीले चाहिँ बल प्रयोग गरेर यिनीहरूलाई अहिले भित्र राखेको छ। हेर्नु भएको छ सामाजिक सञ्जालहरूमा कस्तो दर्दनाक फोटोहरू बाह्रमा झडप भयो। यो के हो त? किनभने यो विवाद राख्ने, यो संयन्त्र राख्ने र प्रयोगमा ल्याएर बालबालिकालाई नै युज गरिदिने र त्यो चाहिँ त्यस पछाडि ल यो प्रदेश नम्बर 2 मा सबै थोक हुने रहेछ भन्ने मेसेज दिनलाई सङ्घीय सरकार त्यसरी प्रयोग गरे हो। त्यसैले यो कुरामा सम्पूर्ण जनता, सम्पूर्ण प्रदेश नम्बर 2 का जनता र आम नेपाली जनता सबै बुझिरहेछ। अब एसी प्रकरण जुन छ, एसी परीक्षा पत्र जुन आउट भयो, यो प्रकरण जुन छ यसमा तपाईहरूले चाहिँ केन्द्र सरकारलाई दोष दिइराख्नु भएको छ। प्रदेश सरकार को चाहिँ कति यसमा चाहिँ दोष कति लिने? यसमा चाहिँ प्रदेश सरकार कि पुरै दोष मुक्त नै हो? यस्तो छ, किनभने अब यही प्रदेशका बालबालिकाहरूले परीक्षा दिन पाएनन् होइन, उनीहरू चाहिँ मानसिक तनावमा छन्, त्यत्रो वर्षभरि तयारी गरेको परीक्षा दिन पाएनन् होइन। भनेपछि तपाईँहरूले अभिभावकको भूमिका त निर्वाह गर्नुहुन्छ नि, प्रदेशको सरकार हुनुहुन्छ, उनीहरू चाहिँ हेर्ने कोतिर त तपाईँहरूतिर हेर्ने हो नि त, प्रदेश सरकारतिर हेर्ने हो नि त होइन। भनेपछि प्रदेश सरकारको जिम्मेवारी चाहिँ कति भयो त? यही कुरा प्रमुख विषय हो, तपाईँले उठाएको कुरा प्रमुख विषय हो। अहिले के भएको छ भने जनताको अपेक्षा के थियो कि हाम्रो शासन हुन्छ, हाम्रो प्रशासन हुन्छ, हाम्रो सरकार हुन्छ। प्रदेश नम्बर 2 ले त दिएकै हो नि त, जनताको चाहना अनुसार नै प्रदेश नम्बर 2 ले सरकार बनाएको हो नि त। तर आफ्नो सरकार हुन्छ, आफ्नो शासन हुन्छ, आफ्नो प्रशासन हुन्छ, त्यो आफ्नो शासन र प्रशासनसँग त अहिले वञ्चित छ नि त। र त्यो मेसेज दिनलाई सङ्घीय सरकारले के गर्यो, अहिलेकै परिस्थितिमा र यो परिस्थितिलाई हामी यदि अग्रसरता लियो भने प्रदेशमा एउटा गलत मेसेज जान्छ र जनतामा गलत मेसेज जान्छ। तर अब जनता बुझिरहेछ, सम्पूर्ण मधेसका जनता बुझिरहेछ कि होइन यो संयन्त्र हो, यो षड्यन्त्र भएकै हो, यो षड्यन्त्रमा चाहिँ सङ्घीय सरकार दोषी छ भने जनताले भनिरहेछ। मैले के भने, किनभने जसको हातमा शासन सत्ता छ र जसको हातमा मेकानिजम छ र जसरी घटना घट्यो त्यो घटनाको सम्पूर्ण दोषी मैले प्रदेश सरकारले ठहराएको होइन, दोषी आफैमा हो। किनभने काम गरेपछि संवेदनशील भएर काम गर्नुपर्छ कि पर्दैन? र यसै परीक्षा जस्तो संवेदनशील परीक्षालाई यसरी व्यवस्था गरेर चाहिँ एक दिनका एक प्रश्नपत्र आउट गर्नु भनेपछि सुनोजित होइन र? भनेपछि अब के गर्ने? प्रदेश सरकार चाहिँ टुलु हेरेर बस्ने कि अब म गर्न सक्दिनँ, कि त गर्नु पर्यो कि त छोडिदिनु पर्यो होइन? के चाहिँ गर्ने हो प्रदेश सरकार चाहिँ गर्ने के त्यसो भए? यदि तपाईँहरूको ठहर नै यही हो कि केन्द्र सरकारले षड्यन्त्र नै गरेको हो भने अब प्रदेश सरकार चाहिँ के को लागि, नामको लागि मात्रै भयो त? प्रदेश सरकार अहिलेको परिस्थितिमा प्रदेश सरकार सङ्घीय सरकार को संविधान त के छ भने कि सङ्घीय सरकारले दिएको अधिकार अनुसार प्रदेश सरकार अगाडि बढ्ने, त्यो त संविधानले दिएको कुरा हो नि त। अब यो त फेल भयो नि त।
र प्रदेश नम्बर 2 मै फेल भयो भनेपछि प्रदेश नम्बर 2 लाई त अब अधिकार सुप्नु पर्यो नि त। अधिकार आउनेमा म यहाँ तपाईको मिडिया मार्फत के जनतालाई विश्वास दिलाउन चाहन्छु भने प्रदेश सरकारलाई सम्पूर्ण जिम्मा दियोस्। अब त स्थगित गरिसक्यो, सम्पूर्ण परीक्षा रद्द भइसक्यो। अब पनि संघीय सरकारलाई अलिकति पनि बुद्धि छ भने, अलिकति पनि विवेक छ भने र अलिकति पनि यो जनताप्रति संवेदनशील छ भने प्रदेश सरकारलाई जिम्मा दियोस्। प्रदेश सरकार एसईई परीक्षा जस्तो अन्य परीक्षाहरू, विश्वविद्यालय स्तरका परीक्षाहरू पनि सञ्चालन गर्न सक्षम छन् र सम्पूर्ण प्रदेशका सम्पूर्ण छात्रहरूलाई जिम्मेवारी त बिस्तारै पाउने होला नि, हैन? बिस्तारै भन्नाले के हो भने फेलुर भयो, संघीय सरकार फेलुर भयो। प्रदेश नम्बर 2 को नामबाट संघीय सरकार फेलुर भयो। यसको अर्थ के हो कि प्रदेश नम्बर 2 लाई अधिकार दिनुपर्छ है भन्ने कुरा हो क्या। प्रदेश नम्बर 2 लाई अधिकार दिएपछि त्यस्तो किसिमको घटना यदि घटेको भए प्रदेश सरकार जिम्मेवार हुन्थ्यो। तर अहिले त्यो किसिमको कुनै पनि अधिकार नभएको बेलामा प्रदेश सरकार के गरिरहेछ भने कि आफ्नो कुराहरूलाई आफ्नो प्रशासन, आफ्नो प्रहरी होस्, आफ्नो कर्मचारी होस्, यी सबै थोक हुनको लागि तपाईहरुले त ऐन बनाइराख्नु भएको छ, हैन? विधेयकहरू धमाधम पारित पनि गरिराख्नु भएको छ। पहिला ऐन बन्नु पर्यो, फेरि त्यो प्रक्रियामा जानु पर्यो, अनेक छ नि त, हैन? अब यी सबै गर्न त समय त लाग्ने भयो, हैन र? अब एकैचोटि कसरी हुन्छ? त्यही भएर त प्रदेशले केन्द्रले नदिएको हो नि त प्रदेशलाई सबै थोक एकैपटक। म तपाईलाई के भन्नु भने र म के आग्रह गर्न चाहन्छु भने ऐन कानुन आफ्नो ठाउँमा बनिरहेछ, सम्पूर्ण प्रक्रिया अगाडि बढिरहेछ। राजनीति के का लागि? देश र जनताका लागि हो। त्यो सबै चाहियो नि। अब कर्मचारी पनि देश र जनताको, मैले भनिरहेको छु, देश र जनताको लागि हो र देश र जनताप्रति संवेदनशील हुने सम्पूर्ण निकाय हो। या त त्यो संघीय सरकार होस्, या त त्यो प्रदेश सरकार होस्, या त त्यो स्थानीय सरकार होस्। आज प्रदेश सरकारले त आफ्नो टेबुलेसन गरेको छ। आज स्वास्थ्य मन्त्रालयले अधिकार दिएपछि के स्वास्थ्यमा के बिग्रिया छ र? स्वास्थ्य मन्त्रालयले त सम्पूर्ण अधिकार दिइरहेछ नि त। के बिग्रिया छ? पहिला भन्दा अहिले के बिग्रिया हो र? अहिले कर्मचारी व्यवस्थापनमा गइरहेछ भनेपछि शिक्षा जस्तो प्र्याक्टिकल कुरामा भन्दैछु, शिक्षा जस्तो वैज्ञानिक विषयलाई मन्त्रालयले या भनौँ केन्द्र सरकारले चाहिँ अधिकार दिन चाहिरहेको छैन। आफ्नो मुठीमा राख्ने। पूर्वाञ्चल विश्वविद्यालय, म पूर्वाञ्चल विश्वविद्यालयसँग आबद्ध छु। प्रदेश नम्बर 1 को धरोहरको रूपमा, औद्योगिक क्षेत्र नगरीको रूपमा पुरानो सहर, नेपालकै दोस्रो सहर विराटनगर होइन र? विराटनगर राजधानीमा के एउटा विश्वविद्यालय राख्दा के आपत्ति? नेकपालाई यति हतार किन भयो? नेकपालाई आपत्ति छ। संशोधन प्रस्ताव अगाडि बढायो भने विराटनगरमा पनि गिरिराजमणि पोखरेल शिक्षा मन्त्रीज्यू हाम्रो विवादित हुनुहुन्छ। अहिले ऐन र नियावली विपरीत उहाँले काम गरिराख्नु भएको छ। नियावलीको आधारमा चाहिँ पदाधिकारी नियुक्ति गरिरहेछ, तर आफ्नो मान्छे भएन। आफ्नो मान्छे भएपछि त्यो सदर, अरूको मान्छे भएपछि बदर। यो किसिमको अहिले प्र्याक्टिस गरिरहेछ उहाँ भनेपछि तपाईँ यसले पनि तपाईँलाई के देखाइरहेछ भने शिक्षा मन्त्रीज्यू अहिले फेलुर हुनुहुन्छ दुईटा कुराले। एउटा पूर्वाञ्चल विश्वविद्यालयसँग म आबद्ध भएको हुनाले म त्यो कुरा मैले नजिकबाट हेरिरहेको छु। प्रदेश नम्बर 2 को माननीय मुख्यमन्त्रीज्यूको कार्यालयमा भएको हुनाले, निजी सचिवालयमा को प्रमुख स्वकीय सचिवको जिम्मेवारी पाएको हुनाले, यो प्रदेश सरकारको नजदिक रहेको हुनाले म के भन्न चाहन्छु भने कि अहिले जुन किसिमको उहाँले जुन किसिमको प्रक्रिया अगाडि बढाउनु भएको छ र स्थगित जुन गर्नुभएको छ इक्जाम, उहाँको लागि एकदमै अप्राविधिक विषय हो र गम्भीर विषय हो। त्यसले गर्दा म के भन्न चाहन्छु, अब विद्यार्थीको मानसिकतालाई उहाँले के फर्काइदिनुहुन्छ र? स्थगित गर्नुभयो, तर विद्यार्थीको मानसिकतालाई उहाँले चाहिँ फर्काइदिनुहुन्छ? हजुर, अब विद्यार्थीले चाहिँ अब देशभरि नै स्थगित हुनु पर्यो, रद्द गर्नु पर्यो भनेर माग राखेर सडकमा उत्रिएका छन्। के भन्नुहुन्छ? तपाईहरुको धारणा चाहिँ के छ? हुन त उहाँले हामीलाई बाटो देखाइरहेछ। म त यो हाम्रो साना हाम्रा बालबालिका विद्यार्थीहरू हामीले बाटो देखाइरहेछ वास्तवमा भन्नुभयो भने। तपाईँ अन्य प्रदेशहरूमा एक्जाम भइरहेछ भनेपछि अन्य प्रदेशको विद्यार्थी हो,
तर यो प्रदेशको विद्यार्थी अनि होइन र। स्थगित नै गर्नु थियो भने सबै ठाउँमा गर्नु पर्थ्यो। मैले त्यो कुरा पनि भन्न चाहन्न, किनभने अहिलेको प्रक्रिया के हो भने कि हरेक प्रदेशमा आफ्नो प्रश्नपत्र छ, फरक फरक प्रश्नपत्र सञ्चालन केन्द्रले गरेको त भनिराख्नु भएको छ त फेरि होइन। ऊ प्रश्नपत्रको विषय मात्रै मैले भन्न चाहे, हजुर जोड्न चाहे, तर सञ्चालन विधि त एउटै हो। तर आज 1 वर्षमा मेरो इक्जाम त्यो दिन हुन्छ भनेर कुडिराख्ने विद्यार्थीहरू अहिले सडकमा छ नि त। र त्यो हेर्यो कि होइन मभन्दा अगाडि त 10 दिन त भइसक्यो नि, अब तपाईँलाई म यही कुरा प्र्याक्टिकल कुरा यसले प्रभाव चाहिँ कस्तो पर्छ विद्यार्थीमा चाहिँ? 100% प्रभाव छ। केही विद्यार्थी चाहिँ अहिले परीक्षा दिइरहने, अरू चाहिँ अहिले सडकमा उत्रिने होइन, यसले गर्दा वास्तवमा कस्तो प्रभाव पर्छ? प्रभाव 100% पर्न जान्छ। तपाईँको अहिले अब हरेक कलेजहरूमा एडमिसनको प्रक्रिया थालिने हुन्छ। एडमिसनको प्रक्रिया थालिने हुँदाखेरि यो बेचारा प्रदेश नम्बर 2 का प्रिपरेसनहरू छ, कम्पिटिसन गर्नु पर्यो भने सम्पूर्ण प्रदेश 2 का विद्यार्थी चुके। अब यो चुक्दाखेरि फेरि यसको क्वालिटीमाथि शङ्का गर्ने ठाउँ सबैभन्दा पहिला गयो कि त्यहाँ त यस्तो कुरा हुँदो रहेछ भन्ने मेसेज गयो देशभरिमा। भनेपछि यसको प्रभाव कस्तो नकारात्मक प्रभाव पर्यो त? यो नकारात्मक प्रभावले हाम्रो बालबालिका कसरी कम्पिटिट गर्न सकिन्छ भन्ने विषय गम्भीर विषय होइन र? कि यो भनिदिनु पर्यो गिरिराजमणि पोखरेलज्यूले कि यो शिक्षा मन्त्रीज्यूले कि यो प्रदेश यो देशमा छैन भनेर पनि भन्न सक्नु पर्यो उहाँलाई नै। अब अन्त्यतिर पनि आइसकेका छौँ। अब के भन्नुहुन्छ अन्त्यमा यी जुन समस्या छन् होइन, तपाईँहरू त भनिराख्नु भएको छ हामीलाई चाहिँ संविधानले चाहिँ अधिकार दियो तर चाहिँ व्यवहारमा केन्द्र सरकारले अधिकार दिएन भनेर तपाईँहरूले भनिराख्नु भएको छ। यी यावत समस्याहरू जुन अहिले तपाईँले घटनाक्रम भनिराख्नु भएको छ, यसरी प्रदेशलाई चाहिँ फेलियर बनाउन लागि छ केन्द्र सरकारले, त्यसरी चाहिँ गर्न खोजेको छ भनेर भनिराख्नु भएको छ। भनेपछि के गर्नु पर्ला जसले गर्दा चाहिँ प्रदेश सरकार स्मुथली चलोस्? अन्त्यमा छोटोमा प्रदेश सरकारलाई संविधान तह सम्पूर्ण अधिकार दिनुपर्छ र प्रदेशमा आफ्नै सम्पूर्ण निकाय, सम्पूर्ण तह तबकाका आफ्नो निकायहरूको लागि एउटा मेकानिजम र एउटा आफ्नो कार्यालय हुनुपर्छ र त्यो अनुसारको अधिकार हुनुपर्छ र प्रदेशलाई सङ्घले चाहिँ संविधान तह सहयोग गर्नुपर्छ। मेरो अन्तमा भन्नु त्यति नै हो। हजुर, हस् त, धन्यवाद। धन्यवाद। दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो जितेन्द्र कुमार यादव। उहाँ मुख्यमन्त्री प्रदेश नम्बर 2 का मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव तथा पूर्वाञ्चल विश्वविद्यालयका पूर्व सहपरीक्षा नियन्त्रक। आज हामी उहाँसँग कुराकानी गर्दै थियौँ जुन प्रदेश नम्बर 2 मा एसई परीक्षा स्थगित गर्यो, यसले गर्दा सडकमा विद्यार्थीहरू उत्रिएका छन्, उनीहरू प्रदर्शनमा गरिरहेका छन्। यसले गर्दा के कस्तो प्रभाव पर्दैछ, प्रदेश सरकारले कसरी चाहिँ राम्ररी यो प्रदेश कसरी राम्ररी चलाउने वातावरण बन्न